सम्पूर्णमा नमस्कार। आज हामीले घरको भैँसीको दुध तताउन गइरहेका छौँ। एकदम मिठो हुन्छ अर्ग्यानिक भैँसीको दुध। आगोमा मजाले पकाउनुपर्छ दुधलाई चाहिँ। यसरी पकाएको दुध धेरै नै स्वादिष्ट हुन्छ। अब हामीले मकै पनि पोलेर खान लागिराखेका छौँ। दुध तताएर मात्रै राखेपछि मकै पोलेर हाल्ने हो। गाउँघरको भाँच्ने बित्तिकैको मकै पोल्दाखेरि निकै स्वादिष्ट हुन्छ। अब लगभग दुध पाकिसकेको छ। हामीले दुध अब राम्रोसँग पकिसकेको छ। दुध पाकेर राखेपछि मकै पोलेर खाने। ल यति भनेर दुध पनि पाक्यो। अब हामीले राख्दिउँ है। हस् त, बाई बाई।